ल साथीहरू अहिले चाहिँ म चाहिँ हिँडिरहेको छु कहाँ हिँडिरहेको छु भन्ने कुरा तपाईँले एकैछिनमा बताउने छु। त्योभन्दा पहिला अहिले आजभोलिको तत्कालीन नेपालगञ्जको अवस्था हेर्नुहोस्। यता हेर्न सक्नुहुन्छ नेपालगञ्जमा अहिले चाहिँ एकदम गर्मी बढिरहेको छ अनि म बेलुकाको समयतिर हिँडेको छु। करिब अहिले 6 बजिसकेको छ अनि 6 बजेर अहिले घाम पनि छैन, त्यही भएर हामीलाई चाहिँ अहिले शीतल भएको छ। अनि नेपालगञ्जको यता यो चोकतिरको दृश्य हेर्नुहोस्, आफ्नो आफ्नै काममा सबै तीव्र गतिमा लागिरहेका छन्। अनि यो हाम्रो बिपी चोक हो। हामी चाहिँ अहिले धम्बोजी चोकमा पुगिसक्यौँ। यो धम्बोजी चोक हो अनि यताको यो चाहिँ बागेश्वरी मन्दिर जाने बागेश्वरी प्रवेशद्वार। अनि धम्बोजी चोकबाट पनि अगाडि बढ्दैछौँ। ल अब चाहिँ हामी अहिले पुष्पलाल चोकमा पुगिसकेका छौँ। यो पुष्पलाल चोक हो अनि पुष्पलाल चोकबाट पनि अझै अगाडि गइरहेका छौँ हामी। एकैछिनमा हाम्रो डेस्टिनेसन आउँछ, त्यसपछि तपाईँले सबै कुरा थाहा पाउनुहुनेछ। ल म चाहिँ अहिले वाटर पार्कको गेटमा आइसकेको छु। यहाँ लेखेको देख्न सक्नुहुन्छ वाटर पार्क सुशीलनगर प्रवेशद्वार नेपालगञ्ज बाँके। म चाहिँ अहिले वाटर पार्कमा आइसकेको छु। आजको हाम्रो डेस्टिनेसन भनेको चाहिँ वाटर पार्क जानु छ र वाटर पार्कको के कसो भिडियो हुन्छ सम्पूर्ण चिज म यो भिडियो बनाएर देखाउने छु। अब जाऊँ भित्र वाटर पार्क तर्फै, त्यसपछि भित्रका हरेक दृश्यहरू हेर्नेछौँ। ल अहिले चाहिँ हामी वाटर पार्कमा पुगिसकेका छौँ। यो पछाडिको दृश्य हेर्न सक्नुहुन्छ। अहिले चाहिँ वाटरतिर एकदम निर्माण कार्य चाहिँ तीव्र गतिमा भइरहेको छ। हालसालै यहाँ चाहिँ रोडहरू नयाँ बन्ने प्रोसेस चलिरहेको रहेछ। अब हामी जानेछौँ सिधै वाटर पार्कतर्फ। ल हामी चाहिँ अहिले ठ्याक्कै नेपालगञ्जको यो वाटर पार्क क्षेत्रमा पुगिसकेका छौँ अनि आएर पनि बसिसक्यौँ र यताको एकदम सुन्दर मनोरम दृश्य तपाईँलाई म एकपटक देखाउँछु। ल वाटर पार्कको मनोरम दृश्य तपाईँलाई एकपटक देखाउँछु। यता हेर्नुहोस्, यो चाहिँ एकदम प्राकृतिक रूपमा नभए पनि कृत्रिम रूपले बनाइएको भए पनि एकदमै राम्रो छ। अनि यताको सनसेट, र यो सनसेट हेर्नको लागि पनि मान्छे एकदम धेरै आएको देखिन्छ अनि रमाइलो पनि निकै रमाइलो छ। धेरै व्यक्तिहरू आएर यता घुम्ने अनि यताको वातावरणमा रमाउने गर्छन्। ल यो पछिल्लो समयमा चाहिँ एकदमै धेरै पर्यटक आएको चाहिँ दृश्य आज देखिन्छ। एकदम हुन त अब आन्तरिक पर्यटकहरू नै हुन्, यही ठाउँको लोकल मान्छेहरू चाहिँ धेरै छन्, तर पनि एकदम धेरै मान्छे छन् है आजभोलि। यो गर्मी समय आएको छ र गर्मी समयमा बेलुका पटक अलि हावा खाने शीतलता हुने ठाउँ मध्येको एक यो ठाउँ हो। अनि अहिले हेर्न सक्नुहुन्छ यति धेरै मान्छेको हुलभिड छ अनि यो चाहिँ यहाँ बोटिङ पनि सुरु भइसकेको छ र बोटिङ पनि भइरहेको छ। अनि यताबाट हेरिने यो सनसेट हेर्नको लागि मात्र होला मलाई चाहिँ एकदम मन परेको भनेको यहाँबाट देखिने सनसेट चाहिँ एकदम मनपर्छ मलाई। अनि यो दृश्य हेर्न सक्नुहुन्छ, यो बिचको वार्कमा रहेको बोटिङ गर्नको लागि काउन्टर हो। त्यसपछि यता चाहिँ विभिन्न जस्तो भनौँ न सुन्दर दृश्यहरू बनाइएको छ जुन घुम्नको लागि र फोटाहरू खिच्नको लागि राम्रो। अनि यता चाहिँ वाटर पार्कमा पानी थपिरहेको छ यो तालमा अनि यता चाहिँ पर्यटकहरूको दृश्य उत्तिकै छ, जति सोचेका थियो त्योभन्दा पनि धेरै रहेको छ। र यो वाटर पार्कको एकदम मनोरम दृश्य अहिले हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ विशेष गरी बेलुकाको समयमा चाहिँ एकदम धेरै मान्छे आउने र रमाइलो गर्ने गर्दछन्। र बेलुकाको समयमा किन आउँछन् भन्दाखेरि बेलुका अलि शीतलता हुन्छ अनि धेरै समय आफ्नो पारिवारिक भेटघाटको लागि साथीहरूसँग र अन्य कुनै मान्छेसँग यहाँ घुम्नको लागि चाहिँ एकदम राम्रो छ। मेरो पर्सनल सजेस्ट अनुसार पनि तपाईँ एकचोटि सकेसम्म वाटर पार्क घुम्न आउनु होला। म पनि आइरहन्छु बेला बेलामा र मलाई चाहिँ एकदम राम्रो लाग्छ। यहाँ नजिकैका भ्यूहरू अनि यताको यो बोटिङ सबै गर्न सक्नुहुन्छ र बोटिङ पनि अहिलेसम्म पनि बोटिङ चलिरहेको छ र जति धेरै पर्यटकहरू आयो त्यति धेरै नै बोटिङ चल्ने हो। अनि तपाईँहरू पनि एकपटक आउनु होला, घुम्नु होला, यहाँको मजा लिनु होला। अर्थात् यहाँ तपाईँले धेरै किसिमका रमाइला कुराकानी रमाइलो भेटघाट अनि यहाँको वातावरणीय कुराहरू सबै रमाइलोसँग एकपटक तपाईँले घुमेर आफ्नो अनुभव सेयर गर्नु होला। हुन्छ यति धेरै बोटिङ भइरहेको छ यहाँ, जति बेला पनि भइरहन्छ। धेरै पर्यटकहरू आएर यहाँको बोटिङले गर्दा एकदम वाटर पार्कलाई झन् तहल्का मचाउने काम गरेको छ। हामीले चाहिँ अहिले धेरै टाइम वाटर पार्क घुमियो अनि यताको मनोरम दृश्य हेऱ्यो। करिब हामी 1-2 घन्टा जति नै यहाँ आफ्नो समय बितायौँ र यहाँका रमाइला पलहरू पनि देखियो। अनि तपाईँ पनि एकपटक यो क्षेत्रमा आएर यत्तिकै रमाइलो चाहिँ गर्नु होला। सकेसम्म साथीहरूसँग आउनु होला, साथीहरू भयो, आफ्नो फ्यामिलीहरू भयो अथवा आफ्नो कुनै विशेष मान्छेसँग आएर एकपटक यहाँ अवश्य घुम्नु होला र तपाईँको यो यादगार समय आज होइन सधैँको लागि रहनेछ र वाटर पार्क फेरि आउँ जस्तो तपाईँको यो भाइब्स सधैँ हुनेछ।
र हामीले चाहिँ यो साथीहरूसँग वाटर पार्कको रमाइलो आजको दिन बित्यो भनौँ। आज धेरै रमाइलो नै गरियो यहाँ आएर। विभिन्न एकदम प्राकृतिक रूपका कुराहरू देखिए जस्तो अनुभव भयो। अब कृत्रिम रूपमा भए पनि तर प्राकृतिक चाहिँ भेटिएन, तर कृत्रिम नै भए पनि हामीलाई प्राकृतिक जतिको अनुभव भएको छ र धेरै एकदम शान्त वातावरण, स्वस्थ राम्रो लाग्यो वातावरण। तपाईँ पनि एकचोटि आउनुहोला, घुम्नुहोला र यहाँसम्म भिडियो हेर्नुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। र तपाईँले यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया कमेन्ट बक्समा छोड्नु होला र तपाईँको कमेन्ट हेर्नेछु म, सबै कमेन्ट हेर्ने नै हो। भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद र जाँदा जाँदै मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला।